मानव सभ्यताले मृत्युका बारेमा अनेकौँ विश्वास र परम्परा बनाएको छ। कसैले शवलाई आगोमा अर्पण गर्छन् भने कसैले माटोमा मिलाउँछन्। तर संसारमा एउटा यस्तो समुदाय पनि छ जसले मृत्युलाई मौनतामा समर्पण गर्छ। आज हामी कुरा गर्दैछौँ टावर अफ साइलेन्सको। धेरैलाई लाग्छ टावर अफ साइलेन्स केवल मुम्बईमा अवस्थित छ, तर भारतमा पारसी समुदायको पहिलो ठुलो बसोबास कलकत्तामा भएको थियो। त्यस कारणले कलकत्तामा रहेको पुरानो पारसी कब्रिस्तानमा एक सानो दाखमा अवस्थित छ। आजको दिनमा सबैभन्दा चर्चित टावर अफ साइलेन्स छ मुम्बईको मालाबार हिलमा। जोरोएस्ट्रियन धर्ममा पृथ्वी, पानी, आगो र हावालाई पवित्र मानिन्छ। मृत शरीरलाई नसु अर्थात् अशुद्ध भन्ने गरिन्छ। त्यसैले पारसीहरूले शवलाई यस्तो तरिकाले अन्त्येष्टि गर्छन् जसले प्रकृतिलाई दूषित गर्दैन। उनीहरूको अनुसार गाड्नु भनेको पृथ्वीलाई अपवित्र बनाउनु हो, जलाउनु भनेको आगोलाई अपवित्र बनाउनु हो, पानीमा बगाउनु भनेको पानीलाई अपवित्र बनाउनु हो। यसको समाधान स्वरूप जन्मियो टावर अफ साइलेन्स। यस्तो टावर प्राय एकान्त पहाडी स्थानमा बनाइन्छ। मृत शरीरलाई सेतो कपडाले बेरी टावरको माथिल्लो भागमा राखिन्छ। त्यहाँ कुनै पूजा हुँदैन, कुनै दाह संस्कार हुँदैन, कुनै गाड्ने प्रक्रिया पनि हुँदैन। केवल सूर्यको ताप र गिद्धले शरीरलाई प्राकृतिक रूपमा विघटन गर्छ। बाँकी हड्डीहरू टावरको बीचको खाडलमा झर्छन्, जहाँ समयसँगै प्रकृतिमा विलिन हुन्छन्। अहिलेको समयमा गिद्धहरूको सङ्ख्या घटेसँगै टावर प्रणाली सङ्कटमा परेको छ। यसको समाधानका लागि सोलर कन्सन्ट्रेटर यानि सूर्य दर्पण प्रयोग गरिन्छ। वैकल्पिक धार्मिक अनुमति अपनाइएसँगै परम्परामा लचिलोपन देखा परेको छ, तर मूल भावना अझै जीवित छ, प्रकृतिलाई हानि नगर्नु। टावर अफ साइलेन्स हाम्रो लागि पनि एउटा प्रश्न हो। के मृत्युपछि शवलाई शान्त, मौन र प्रकृतिसँगको सम्झौता गरी अन्त्येष्टि गर्न सकिन्छ? टावर अफ साइलेन्स केवल अन्त्येष्टि स्थल होइन, यो हो इतिहास, धर्म, विज्ञान र प्रकृतिप्रतिको गहिरो सम्मान। कोलकाताबाट मुम्बई हुँदै दिल्लीसम्मको कथा आज पनि मौनतामा आफ्नै भाषा बोलिरहेको छ। you